Hello everyone, welcome back to my new vlog. So सबैलाई गुड मर्निङ भने चाहिँ अहिले पशुपति दर्शन गर्न आइदिएको होइन यहाँ भाइहरू बुनुहरू छन् ठुलो आउने हुन्छ सो सबैलाई गुड मर्निङ फेरि पनि अनि हामी बौद्धतिर गएको थियौँ आज सबै पशुपति आएको होइन बौद्धमा चाहिँ केटाहरू भेट्न गएको आज चाहिँ पशुपति यस्तो दर्शन गर्न आइदिएको किनकि आजको फ्लाइट होइन मेरो सो त्यही भएर दर्शन गरौँ भन्दा आइदिएको होइन भाइ हिँड्दा अगाडि लठ्याक लठ्याक यस्तो यस्तो त जाउँ ठाउँ ठाउँ पुगेको ठुलासँग आएको अरू अरू त्यस्तै भइरहेको छैन अब सपिङ थोरै बाँकी छ सपिङै आज निप्टाएर टक्क अब रातिको फ्लाइट सबै जानुपर्छ होइन त्यो गरेर आइदियो अब हामी चाहिँ अलिक टक्कला अगाडि बढाइसक्यौँ यता हेर्दै हेर्नुहुन्छ होइन भिड खतरा अब त्यो क्यामेरा बनाएको घन्टे खिचडी पूजा पछि गर्छ भने टिका सिका लगाइसकेपछि अहिले मैले क्यामेरा बनाएर त गाइस कता हामीले पूजा सुजा गरेर निस्किसक्यो होइन अब यहाँ अलिअलि त्यो कल्चरल ड्रेसहरू लिएर टक्का रुममा जानुपर्छ अहिले हिजो बजारतिर गयो केटाहरू भेट्यो अब त्यो अर्को केटाहरू आउँछ होइन रातिको फ्लाइट चाहिँ यहाँ चाहिँ हामी निस्केको म अब एकचोटि टक्कलाई तपाईँहरूलाई बौद्धको सिनहरू देखाइदिएँ त भिडियो गर न भिडियो छ ल भाइलाई भाइ राख खान्छ मैले नकद काटेर यतिकै मिल्छ यतिकै मिल्छ जापान जाने मान्छे फलानी जापान गयो भनेर कस्तो गर्छ अहिले सब जापान जापान त अहिले मलेसिया गएको थियो मान्छे जति भयो ल भयो भिडियो गरेँ हजुर समातिन्छ ए है भाइ भन्नु नि त ल यहाँ साथीहरू सबैजना लागिरहेको छौँ हजुर होस् बाई बाई दाइजाको यहीँ मिलाइस अहिले तो गाइस हामी चाहिँ टक्कै एयरपोर्ट भेट्छ हामी केटाहरू यता जापान लाग्ने केटाहरू हेलो भनिदियो यता दिदीहरू पनि हुनुहुन्छ त्यही यस्तो साथीहरू हामीसँग भन्छ अब होइन हामीसँग टाढा भयो मम्मी बाबाहरू बाहिर हुनुहुन्छ अब हामी चाहिँ भित्र चिलफारामा थाक्यो होइन सो म चाहिँ टक्कले भित्र आइपुगेँ गर्मी छ यहाँ गर्मी भएको लाग्दैन यो केटी पनि हाम्रै कलेज हो अर्को ल अनि त्यता हेर्थ्यो ल जापानमा भेटौँ है ल ल ल ल केटा ल सब जापानमा भेटौँ
यस्तै भएर एयरपोर्टको माहौल गाइस त्यस्तै छ होइन वे टु जापान अहिले रातको भइरहेछ कति बजी केटा 8 बजी लाग्यो गाइस 8 बजी लाग्यो हामी 8 बजे एयरपोर्ट छिर्छौँ हाम्रो यादव बाहिर हुनुहुन्छ उसले ट्रली पाएन के ट्रली भएन कि गर्मी हुने कि चलो गाइस तल हामी त यहाँ बोर्डिङ पासलाई लाइन बस्दैछौँ हाम्रो यादवजी हुनुहुन्छ होइन सो यस्तो छ यहाँ एयरपोर्टभित्र हामी चाहिँ चेकिङ बी टिकट जाँच यस्तै छ यता चाहिँ माहौल हाम्रो यहाँ पनि टकेसिङमा जुत्तासम्म खोलेको छ हामी खोइ त सतीश भएन आऊ जा सतीश हामी यही छौँ तल यादवजी बैठे न मेरो स्प्रे लिइसक्यो कि च्वाक देखिरहने यहाँ च्वाक क्रिकेटरहरूलाई नि यस्तै हो नर्मल तो गाइज हामी टक्कै यहाँ नेसनल प्लेयरहरूको फोटो खिच्न हिँड्दा छौँ होइन नेसनल प्लेयर आइरहन्छ नि त त्यही दर्शकको दाइहरू फोटो हान्न छौँ हामी थ्याङ्क यू दाइ अल्कोहल यता अझै हुनुहुन्छ होस् आजको टिकटबाट चाहिँ फाइदा छ नेपाली क्रिकेट प्लेयरहरू यता फोटो हान्नु गुलसन झा किरण केसीसँग हामीले गाइज क्याप्टेनसँग खिच्यो होइन अब टक्का लाएर यहाँ अब खै भ्लग हान्छु जानु म भ्लग हान्न छु त यहाँ क्रिकेटरहरूसँग उहाँहरूको चाहिँ कहाँको ट्रिप हो कताको ट्रिप हङकङ क्रिकेटरहरू हङकङ घुम्न गइरहेको छ क्या हङकङमा यिनीहरू गेम होइन ठिक छ केटाहरूलाई दामी गाइज दामी We are at Trivandrum International Airport. Way to China, guys. Here we go China. Here you can see Kanji. यस्तो छ गाइज होइन सबजना मिलेर छ विन्डो सिट पाइदिएछ अब हामी क्यामेरा ओपन चाहिँ गाइज भने टक्क लगाएर चाइना झरेपछि गर्नु पर्ला सो खलेर जानु टक्क क्यामेरा बन्द गराइदियो ल उड्यो वे टु चाइना खमान वे उड्यो वे How was the feeling? Finally, guys, finally! Dami, yeah, chill. Kathmandu, बहुत हो गया थियो दोस्त ए पशुपति ना जस्तो पशुपति गाइस here is पशुपति मुनि नभएर दोस्त झन् हुन्थ्यो राइट ल सो गाइस हाम्रो खाना यस्तो आइरहेको छ दोस्त दाजु मलाई देखाइदियो एकचोटि सतीश मलाई देखाइदियो कहाँबाट देखाउने यार म आफै झरामा यो उबाट के गरेर थाहा यो चाहिँ यहाँ दुःख हेर यो छ नि यो च्यातिर यो भित्र सो डेलिसियस टेस्टी भयो टेस्ट राख्नु हुँदैन चिकन छ
कस्तो 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 कालो देखाएर अहिले देखायो त सो गाइस फाइनली हाम्रो जापानको प्लेन सेफली ल्यान्डिङ भइसकेको छ अब हामी तर किच्या छैन है जापानको रोड चाहिँ किच्न बाँकी छ हिँडिरहेको छु गाइस हामी चाहिँ खान्सा एयरपोर्टमा छौँ होइन हाम्रो टक्कै यहाँनिर रिसिभ गर्न मान्छे आइसक्नुभएको छ होइन जापानिज यस्तो चल्दैछ यहाँ खान्सा एयरपोर्टको बाहिर गयो चाहिँ years later. सो गाइस टक्क हामी चाहिँ होस्टेलको रुममा आइसक्यो होइन होस्टेल सरेर रुम सुम सफा हालेर अहिले चाहिँ हामी यादवजीको रुममा आएको छौँ खाना खाइरहेको छौँ यति खानुहुन्छ होइन मासु आएको दिन मासु हान्ने हामीले चाहिँ बासमती चामलको भात यादवजीको केटा गरिदियो ए यस्तो चाहिँ जापानको अवस्था